सबैलाई जय मसीह क्रिसमसको अग्रिम बधाई तपाईँलाई हामीलाई त हरेक के अरे समय चाहिँ क्रिसमस हामीलाई हुन्छ तर हामी चाहिँ एउटा समय पर्खन्छौँ अनि त्यो चाहिँ डिसेम्बर 25 अनि नेपालमा चाहिँ पुसको 10 गते तपाईँले जहिले तपाईँ नेपाल जानुभयो भने एउटा कुरा याद गर्न सक्नुहुन्छ 25 डिसेम्बर र पुस 10 गते कहिले चेन्ज हुँदैन एकदमै चाहिँ जुडुवा भाइ जस्तो भएर बस्छ त्यसलाई याद गर्नुहोस् 25 डिसेम्बर अनि पुस 10 गते प्रभुलाई धन्यवाद हो समय यहाँ म चाहिँ यहाँ आउने मौका मैले पाएँ लिजबर्गको हाम्रो पास्टर हुनुहुन्छ गोविन्द अवालीज्यू मैले उहाँलाई धेरै अगाडिदेखि चिनेको अनि उहाँले मलाई भेट्ने इच्छा त थियो तर यो चाहिँ मेरो विचारमा प्रभुको अनुग्रहमा मैले उहाँलाई भेट्ने मौका यहाँ लिजबर्ग भन्ने ठाउँमा चाहिँ म आउन पाएँ I am very sorry that there is some non-Nepali speaking people are here, but I'm not going to speak in Nepali, in English. I'm going to speak in Nepali. So if there is someone can translate them, that will be better for them to understand what I'm speaking, what I'm delivering the masses. So म चाहिँ Pishon River Church, my church name is Pishon River Church. Pishon River Church. यो Pishon River Church भन्ने सायद संसारमा छैन जस्तो लाग्छ मलाई एउटा नाम मात्रै छ त्यसले गर्दा चाहिँ हाम्रो यो चाहिँ काठमाडौँ छ अनि यो हाम्रो चर्च धेरै भएको छैन सुरु भएको 10 वर्ष मात्रै भयो अनि हामी हाम्रो चर्चबाट पनि तपाईहरु सबैलाई क्रिसमसको शुभकामना अर्थात बडा दिनको शुभकामना तपाईलाई म हाम्रो चर्चको मार्फत द्वारा तपाईलाई हामी म चढाउन चाहन्छु मेरो श्रीमती यहाँ छ I have got my beautiful wife here. Her name is Shobha Thapa. Here. अनि मेरो छोरी यहाँ हुनुहुन्छ मेरो छोरी सलिना थापा she is almost like her mother. अनि मेरो यहाँ जय हुनुहुन्छ हाम्रो रमेश हाम्रो युनाइटेड नेपाली फेलोशिपको चाहिँ हुनुहुन्छ Ryan, my grandson, and my another grandson must be sleeping somewhere. Anyway, म एकदम धेरै धन्यवाद दिन चाहन्छु प्रभुलाई म अमेरिकामा आउँछु I never dreamed to come in Nepal in America, but since 98 I started to come to America, so it is my 8th time in America. यो चाहिँ मेरो लागि 8औं पटक हो अमेरिका आउनु भनेको चाहिँ तर धेरै खर्च गर्नुपर्छ अमेरिका आउनलाई. We have to spend lots of money to come in America, so it is almost like our lifetime money, you know, that we earn to come here to see America, to meet other people here. हामीलाई धेरै अचम्मको कुरा हो तर म आज चाहिँ तपाईको बीचमा why we are celebrating Christmas, why we should celebrate Christmas, हामीले क्रिसमस किन सेलिब्रेट गर्ने, किन हामीले क्रिसमस चाहिँ मनाउने अर्थात त्यसको त्यसलाई हामीले किन त्यसको बढाई गर्ने भन्ने कुरामा म तपाईको अगाडि केही कुराहरू बताउन जाँदैछु. And why we should celebrate the Christmas, this is my subject today to share with you. परमेश्वरले जब संसारलाई बनाउनु भयो उहाँले 10 वटा कुराहरू बनाउनु भयो त्यो मुख्य कुराहरू यो 10 वटा कुरा जब उहाँले बनाउनु भयो उहाँले भन्नुभयो ओ यो असल छ. During the creation time, during the creating, when God created the 10 major things, and he after creating all those things, and he just sat down and saw, and it was good. जतिवटा बनाउनु भयो ती सबै कुरा के थियो त रमाइलो थियो राम्रो थियो. मैले विवाह गरेँ मेरो श्रीमतीलाई अनि मैले सोचे मेरो लागि एउटा सपनाको मेरो ड्रिम गर्ल मैले पाएँ. My wife was my dream girl. And मेरो लागि त राम्रो थियो तर झगडा भयो. We had some misunderstanding. We had sometimes we quarreling each other, discussing for many things, and there was not what you call misunderstanding, and
मिस के भन्छ टकिङ अल्सो. सो त्यसले गर्दा चाहिँ कहिले सोचेँ कस्तो श्रीमती मैले पाएँ. त्यतिखेर म भन्थेँ कस्तो श्रीमती, ओ गॉड व्हाट काइन्ड अफ वाइफ यु हेभ गिभन टु मी. वी हेभ सम मिसअन्डरस्ट्यान्डिङ हियर. हामीसित झगडा छ, हाम्रो माया छैन. जब हामी विवाह गर्नुभन्दा हामी चाहिँ झन्डै 2-3 वर्ष हामीले लभ गऱ्यौँ, अझ प्रेम गऱ्यौँ. एकापसमा चिनजान गर्नु मात्रै होइन, प्रेम पनि भयो हाम्रो. धेरै एकले अर्कालाई आकाशको तारा होइन के को तारा जुन झारिदिन्छु के झारिदिन्छु भन्यो. विवाह गरेपछि के झारिदिन्छु? बङ्गारो झारिदिन्छु. विवाह गरेपछि बङ्गारो झारिदिन्छु भन्यो. अनि मैले सोचेँ कस्तो भयो. त्यस्तै गरिकन जब परमेश्वरले when God created man, he really regretted making man. के अरे उत्पत्ति 6 को 6 मा भनेको छ. If you go to the Genesis 6 chapter 6 and 6 verse, it says that God regretted after creating man. त्यस्तै भयो. मैले मेरो सिधले बिहा किन विवाह गरेँ होला हैन. एकजना नानीले भन्दै थिए तपाईले चाहिँ छिटो बिहा गर्नुभयो. तिनले चाहिँ मलाई यस्तो भन्दै तपाईले छिटो विवाह गर्नुभयो. सायद तिनी मलाई चाहन्थिन् कि मलाई के त हैन. तर मैले जुन प्रकारले मेरो श्रीमतीले मैले बिहा गरेँ म खुसी थिएँ. तर विवाह गरेको केही पछि झगडा भयो, त्यहाँ मिसअन्डरस्ट्यान्डिङ भयो. अनि मैले भने ओ गॉड व्हाट काइन्ड अफ वाइफ यु हेभ गिभन टु मी. कस्तो खालको श्रीमती तपाईले मलाई दिनुभयो. अनि म धेरैचोटि चाहिँ परमेश्वर पनि त्यस्तै उहाँ चाहिँ अचम्म मान्नुभयो. किन मानिस यस्तो भयो. जब परमेश्वरले आदम र हव्वालाई बनाउनु भयो अनि बनाइसकेपछि खुसी हुनुभयो. ओ मेरो अनुहारमा मेरो इमेजमा मैले बनाएँ. आई हेभ क्रिएटेड म्यान इन माई ओन इमेज. आई क्यान सी हिम एज माई सेल्फ. मैले ऐनामा हेरे जस्तो मैले मेरो मान्छे बनाएको छु. तर के भयो उत्पत्तिमै सुरुमै के भयो त मान्छेले के गर्थे पाप गरे. In the beginning of the creation, man sinned against God. मानिसले पाप गरे. त्यसले त रोमी 2 को 23 मा 3 को 23 मा भन्दछ all have sinned and fall short of glory of God. के गरे त तिनीहरूले पाप गरे. अनि तिनीहरू परमेश्वरको विरुद्धमा गए. सबैले पाप गरेका छन्. त्यसले गर्दा मानिस परमेश्वरको विरुद्धमा तिनीहरू गएका छन्. Can you open that door? Someone want to come inside? Sorry. It's already open. त्यस्तै गरिकन जब मानिसले पाप गरे अनि परमेश्वरलाई बडो दुःख भयो. अनि त्यसै उहाँ चाहिँ रिसाउनु भयो. अनि हामी देख्छौँ जब यो के भन्छ हामीले देख्न सक्छौँ उत्पत्ति 6 को 6 अध्यायमा 5 देखि 7 पदमा हेर्यो भने त्यहाँ चाहिँ मानिसले गल्ती गरेको हामी देख्छौँ. यता उत्पत्तितिर पनि गरेको छ भने यता उत्पत्तितिर अर्को चाहिँ उद्गण्ड मचाएको छ, नचाहिने कामहरू गरेको छ. तपाईले उत्पत्ति 6 अध्यायमा हेर्नुभयो भने 6 अध्यायको 5 देखि 7 सम्म हेर्यो भने त्यहाँ चाहिँ मान्छेले उद्गण्ड मचाएको छ, नचाहिने कामहरू गरेको छ. तिनीहरू चाहिँ मोज मजामा मस्ती छ. 6 अध्यायलाई हेर्नु भने if you see the Genesis chapter 6 and if you see the whole chapter, they have forgotten God. तिनीहरूले परमेश्वरलाई बिर्से. तिनीहरूले परमेश्वरलाई बिर्सेर तिनीहरूले के गर्दा आफ्नै चालमा आफ्नै चलनमा हिँड्न थाले. They had a hidden gods, God and goddesses. They started to worship one of the things. जो चाहिँ परमेश्वरलाई मन पर्दैन थियो तिनीहरूले विभिन्न कुराहरूलाई चाहिँ तिनीहरूले पूजा गर्न थाले. अनि मानिसहरू आफ्नै इच्छामा हिँड्न थाले, आफ्नै रमाहटमा हिँड्न थाले, आफ्नै मोज मजामा हिँड्न थाले. अनि सबैले पाप गरे. अनि परमेश्वरले भन्नुभयो मैले किन मानिसलाई बनाएँ. Why I have created man. जब हामी बच्चाहरू जन्माउँछौँ, छोराछोरी जन्माउँछौँ, बाबाको इच्छा हुन्छ मेरो छोराले यस्तो गरोस्, स्याबास मेरो छोरा हिँड्दैछ, स्याबास मेरो छोरा गर्दैछ, स्याबास मेरो छोराले फर्स्ट ल्याएको छ, होइन त्यो नि कराउँछ.
बामा त्यो इच्छा लिएर बस्नुहुन्छ, तर छोरामा चाहिँ के त 0-0 मार्कको मार्कसिट ल्याउँछ। बडा मुस्किलले थर्ड हुन्छ, त्यही बिचमा 3 जनामा पास हुन्छ, 3 जनामा पास हुन्छ। एउटाले भन्छ के भाइ सर आजको दौडमा के भएछ त भने तेस्रो भयो नि, कतिजना दौडेको थियो भन्दा 3 जना मात्रै दौडेको थियो। 3 जना मात्रै दौडेको थियो नि, ऊ तेस्रो भन्छ होइन। बडो अप्ठ्यारो छ। कहिले कहिले हामी छोराछोरी दिँदा हामी एकदम कहिले कहिले अचम्म मान्छौँ, किन छोराछोरी यस्तो भयो। अनि परमेश्वरले त्यही सोध्नुभयो, मानिसहरू बिग्रेका छन्। 6 अध्यायमा हेर्नु भने त्यहाँ त्यस्तो देख्नुहुन्छ। अनि त्यसपछि परमेश्वरले त्यहाँ हामी देख्छौँ 6 अध्यायमा सबै कुराहरू खत्तम गर्नुभएको। अर्थात् उहाँले त्यहाँ चाहिँ के ल्याउनु भयो त, त्यहाँ चाहिँ पानी ल्याउनु भयो। 40 दिन 40 रातसम्म पानी पारिदिनु भयो। अनि मानिसहरू के भयो त, मरे, कोही पनि कुरा रहेन, सबै कुरा उहाँले खत्तम पार्नुभयो। उहाँले भन्नु म सबै कुरा, I will destroy everything, every creatures, the things that I have created. So I am going to destroy all those things. And God done, and He has finished everything. He killed everything except Noah and his parents, his family, his children. Noah र उसको परिवार मात्रै। केही कुराहरू जनावर ल्याएका थिए, केही कुराहरू त्यहाँ चराचुरुङ्गीहरू ल्याएर भित्र राखेका थिए, तिनमा मात्रै बच्ने मौका पाए, तर सबै परमेश्वरले मार्नु भयो। किन नोआलाई बचाउनु भयो? Why God saved Noah? Because he was a righteous person. Because he was the only one God could find. He was a good person. He was the person who was very much worshipping God, to his creator. He is the only one who obeyed God and his words. त्यहाँ त बाइबल त्यो थियो नि, त्यतिखेर परमेश्वरको वचन सुन्ने व्यक्ति भनेको त्यसले गर्दा ऊ चाहिँ त्यसरी त्यहाँ चाहिँ भनौँ बाँचेको थिए। दोस्रो कुरा भने उहाँले सोदोम गोमोरालाई पनि के गर्दा उहाँले नष्ट गर्नुभयो। दोस्रो कुरा चाहिँ सोदोम गोमोरालाई अझै 6 अध्यायतिर हेर्दा त्यहाँ त्यसो छ नि, फेरि 19 अध्यायमा के छ त, सोदोम गोमोरालाई चाहिँ परमेश्वरले खत्तम गर्नुभयो, किनकि त्यहाँ मानिसहरू ठिक थिएन। तेस्रो कुरालाई हेर्ने भने जब इस्राएलीले जब मिस्रदेखि इस्राएललाई चाहिँ के अरे प्रमिस ल्यान्डमा अर्थात् यरुसलेममा ल्याउन लागेको थिए, बाटोमा तिनीहरूले गल्ती गरेकाले गर्दा चाहिँ उनीहरूलाई साँपले डसेर परमेश्वरले मार्नुभयो। तर यी सबै कुरा हेर्दाखेरि परमेश्वरले भन्नुभयो म अब फेरि मानिसलाई यसरी मार्दिनँ। जब सबै काम गर्नुभयो, when he killed everything, God went against the people, against the creator. And that what he created, everything, against that things, he gone and he killed everything. But afterwards, he declared again, I will not kill this way again in coming days. म अब यसरी फेरि कहिले पनि मार्दिनँ, कहिले पनि यसरी खत्तम गर्दिनँ। कहिले कहिले तपाईँले छोराछोरीलाई पिट्नुहुन्छ नि होइन, पिट्दाखेरि के हुन्छ त, बच्चा रुन्छ अनि मैले बाँच्छु, ओहो मैले किन पिटेछु है। मेरो आमाले मैले भनेको कुरा नमाने, के अरे आमाले मैले भनेको मेरो आमाले दिनु भएन, अनि आमाले भनेको कुरा मैले के अरे मैले मानिनँ, अनि मेरो आमाले मलाई एक झापड हानिदिनु भयो, नाक बर्खाउँदा आयो, मेरो नाक बर्खाउँदा आउनु थाल्यो, म रुन थालेँ, अनि मेरो आमाले पनि मेरो आमा रुन थाल्यो, ए बा मैले किन हानिदिन्छु नि यसलाई, ए बा यसको नाक बर्खाउँदा आयो भनेर किन थाल्छ, नाक बर्खाउँदा बुझिदिनु थाल्नुभयो। बाबालाई माया लाग्छ आफ्नो छोरालाई पिट्दाखेरि, आफ्नो छोरीलाई पिट्दाखेरि माया लाग्छ, माया लाग्दैन? माया लाग्छ। किन मैले पिटेँ, ए बानी ए आमा मैले किन पिटेँ, किन मेरो नानीलाई पिटेँ, कहिले कहिले मान्नु मन लाग्छ। चाइल्ड राइट्सहरूले भन्छ यो त एगेन्स्ट चाइल्ड राइट्स होइन, तर बाइबलले के भन्छ, आफ्नो बच्चालाई चाहिँ नसुधार्ने लठी नलाउने के गर्छ अरे, आफ्नो बच्चालाई बिगार्छ भनेको छ। तर पनि हामीलाई त्यो चाइल्ड राइट्सले भन्नुभन्दा अगाडि पनि हाम्रो बच्चालाई के गर्नु मन लाग्दैन, पिट्नु मन लाग्दैन होइन। तर परमेश्वरले त्यस्तै गर्नुभयो, जब मानिसलाई खत्तम गर्नुभयो उहाँले दण्ड दिनुभयो। When God punished the people,
mankind. And he agreed. He said, I will not punish this way to the people. उहाँले त्यसरी अब म गर्ने छैन भन्ने उहाँले चाहिँ त्यो कुरा ल्याउनु भयो. अनि त्यसपछि हामी देख्छौँ त्यसैले गर्दा मानिसहरू पापी थिए होइन. रोमी 3:23 भने चाहिँ सबैले पाप गरेका छन्, परमेश्वरको महिमा रहित हुन गएका छन् भन्ने कुरा हामीले थाहा पाएको छौँ. अनि 6:23 त्यो भनेको छ पापको ज्याला के हो अरे? मृत्यु हो. The wages of sin is death. That's the penalty. If we go against God, if you don't obey God, there's a penalty. The penalty is eternal death. त्यो चाहिँ सधैँको निम्ति के हो त? मृत्यु हो. तर God doesn't want it anyone to be perish. God doesn't want it anybody to die. So त्यसै कारणले गर्दा पेनाल्टी एउटा मानिसलाई एउटा के अरे एउटा पाप के अरे एउटा सधैँको निम्ति मृत्यु हो भने परमेश्वरले उनीहरूलाई जीवन दिन चाहनुभयो र उहाँले के गर्नुभयो? आफ्नो एक्लो पुत्र दिनुभयो. अनि त्यसले गर्दा यूहन्ना 3 को सर हामी के गर्छौँ? इफ यु रिड John chapter 3:16 त्यहाँ के भनेछ? किनभने संसारलाई परमेश्वरले के गर्नुभयो अरे? यस्तो प्रेम गर्नुभयो. कस्तो प्रेम गर्नुभयो अरे? यस्तो कस्तो रातो पहेँलो हरियो नीलो कालो सेतो होइन, यस्तो प्रेम गर्नुभयो. त्यो कस्तो रे? उहाँले एकलौती पुत्रलाई दिनुभयो. He had just given his begotten son to have eternal life in him, to live a good life, to live a godly life, to walk with him, to talk with him, to have fellowship with him. That's why he have given his begotten son. आफ्नो श्रीमती जन्मिया आउँछ. श्रीमती छेउमा छ भने सबै कुरा भयस लाग्छ. परमेश्वर बिनाको भनेको होइन मैले, किनकि जे चाहिन्छ मलाई मेरो श्रीमतीले मलाई दिन्छ. मलाई चाहियो त्यो चाहियो. हामी के भन्छ प्रायः जस्तो के अरे नेपाली केटाहरू नेपाली श्रीमानहरू के भन्छ श्रीमतीमा अलिकति भर पर्छौँ कि खानेकुरा होस् या जेसुको कुरा होस् होइन. परमेश्वरसित बसोस्, परमेश्वरसित सङ्गति गरोस् भन्ने प्रकारले त्यसको निम्ति उहाँले के गर्नुभयो त? प्रभु श्री ख्रीष्ट पठाउनु भएको. That's why we celebrate Christmas. Because God so loved the world and he gave his only begotten son so that no one should be perished. No one should die. Everybody should get what? Eternal life. सबैले अनन्तको जीवन पाउन् भन्ने हेतुले उहाँले आफ्नो छोरालाई पुत्रलाई पठाउनु भयो. कोही नमरोस्, कोही नष्ट नहोस् भन्ने प्रकारले उहाँले आफ्नो छोरालाई आफ्नो पुत्रलाई पठाउनु भयो. अनि यहाँ अर्को कुरा, why we celebrate Christmas? किनकि प्रभु यीशु ख्रीष्ट he came to give us eternal life. अर्को कुरा के त? उहाँ चाहिँ हामीलाई अझ abundant life दिनाउनु भयो. यूहन्ना 10:10 कसले पढिदिनुहोस् त? नेपालीमा इङ्ग्लिसमा whatever. I think most of people they understand English then my Nepali. अब नानीहरू त कतिले त नेपाली प्रनाउन्स गर्नै नआउँदैन होइन, ठिक प्रनाउन्स गर्ने नआउँदैन. कसैले पाउनु भने पढिदिनुहोस्. यूहन्ना 10:10 कसलाई थाहा छ? चोर त चोरौँ अनि के अरे we celebrate the Christmas because of Jesus' birthday, because he born in among us in this world. परमेश्वर के त संसारमा आएर जन्मनु भयो, त्यसले त क्रिसमस मनाउँछौँ. तर why God has given his son to us? एउटा कुरा के थियो त? To have eternal life. The first thing is to have eternal life. Second, to have abundant life. No lacking, no shortage. काठमाडौँमा पानी छैन. And if you go to the Nepal in Kathmandu, there is no water to get bath. So our bath is like that, just head. हामी
बाटा बनेर no cleaning here. First clean there and some like soul or something like that. Then because why we wash this neck, because it will get more dust here, so your sword will get dirty, you know. And so because of that, we clean here just to avoid all the dust for the sword that the color that we get dirt here. It will become black. Shortage. And there is electric shortage in Nepal. Every day, load sharing. Sometimes 40 hours it goes. Sometimes you will not imagine. You may not imagine to have 18 hours no electricity in Nepal. Everything is scarcity. Means everything is lacking in Nepal. What you want, you don't get. What you don't want to get, you want to have, that you'll get. That is dust. That is dust. जे तपाईँलाई चाहिँदैन त्यही पो पाइन्छ जे चाहिन्छ त्यो गरेर त पाइँदैन तर प्रभु येशू ख्रीष्ट तपाईँ र मेरो जीवनमा त किन आउनुभयो त हामीले प्रशस्तको जीवन प्रशस्तको शक्ति पावरको निम्ति दिनको निम्ति उहाँ आउनुभयो त्यसले गर्दा हामी के गर्छौँ क्रिसमस सेलिब्रेसन गर्छौँ It is not only he born in this world. It is because he came to give us eternal life. The second thing, to abound in life. No lacking anything in our life. To those तेस्रो कुरा, I'm going to make it very short. No, I don't want to make long. परमेश्वर किन आउनुभयो त Why Prabhu Krishna kinan? Why he had come again? I can give you just three reasons. Son of Man came not to be served, but to serve the people, to minister to the people. सबैलाई के गर्न आउनुभयो चाहिँ सेवा दिन आउनुभयो सेवा लिनु होइन हामी धेरैचोटि अर्काको सेवा खोज्छौँ अर्काको सेवा हामी गर्न चाहँदैन तर सेवा खोज्छौँ तर प्रभु यीशु ख्रीष्ट सेवा दिन आउनुभयो यदि प्रभु यीशु ख्रीष्टले यूहन्ना 13 अध्यायमा लेखे अनुसार उहाँले चाहिँ आफ्नो चेलाहरूको खुट्टा नधोएको भए म क्रिस्चियन हुने थिएन म एउटा रेभिलियस पर्सन हुन्थ्यो होला म एउटा कम्युनिस्टको विचारधारामा उम्रेको मान्छे मलाई त्यतिखेर गीत थाहा छ मेरो जहाँ त्यतिखेर मेरो भाइ ज्वाइँले पनि गाएको थिएन होला गाउँबाट उठ बस्तीबाट उठ यो देशको मुहार हेर्नलाई उठ त्यो बच्चादेखि मैले गाउँथेँ म 8 क्लासमा पढ्दाखेरि अनि म किनभने म चाहिँ समानता खोज्ने व्यक्ति हुँ I was looking for humanity, equality in the human beings. But in Nepal we have the big caste and low caste and more low caste. The caste system is there in Nepal. High caste. And who is high caste? And who is low caste? And त्यहाँ त्यस्तो थियो त्यसले गर्दा त्यो कुराले गर्दा म के त भने मैले प्रभुलाई किनभने म पनि मगर घरानामा जन्मेको मगर भनेको चाहिँ नेपालमा दोस्रो के अरे के भन्छ ब्राह्मणको के अरे सेवा के अरे ब्राह्मणको के भन्छ चाहिँ रोल खेल्ने पार्ट खेल्ने जात हो जो चाहिँ ठुल्ठुलो मन्दिरहरुमा मगर के भन्छ पुरेतहरु तपाई देख्नुहुन्छ अनि म चाहिँ हामी चाहिँ धेरै त्यस्तो कुराबाट हामी चाहिँ आएको हौं अनि हाम्रो पुरेतलाई हामीले खुट्टा ढोग्नु पर्थ्यो मेरो नाम चाहिँ निको थापा actually it is not my name निको थापा मेरो नाम होइन it's like when I become Christian then I got this name means I myself I gave this name to me nobody gave me this name but this name I just gave myself to me for me to call people to me Nico means cure K-U-C-U-R-E and cure हैन cure one तर मेरो नाम चाहिँ विष्णु बहादुर थापा मेरो नाम चाहिँ विष्णु बहादुर थापा official name is Vishnu Bahadur Thapa it's one of the goddess name the Hindu goddess's name
त विष्णु भने चाहिँ सबैलाई छ। नेपालमा विष्णु भनेको सबैको नाम हुन्छ। एउटा केटीको नाम पनि विष्णु हुन्छ, विष्णु बहादुर, विष्णु कुमारी, होइन, विष्णु प्रसाद, होइन, विष्णु माया, त्यस्तो हुन्छ। अनि यही विष्णु भनेर सबैले हेर्छ, त्यस्तो होइन। तर हामी देख्छौँ यो जहाँ चाहिँ गरिबता छ त्यहाँ चाहिँ बढी के छ त, शासकहरू बढी हुन्छ। त्यो शासकपन मलाई मन पर्दैन थियो। यीशु ख्रीष्ट आफै के हुनुभयो, संसारको उद्धारक, संसार बनाउने परमेश्वर, अल्फा ओमेगा हुनुहुन्छ, होइन। उहाँ के हुनुहुन्छ, उहाँ चाहिँ सर्वशक्तिमान, सर्वज्ञानी, सर्वव्यापी परमेश्वर हुनुहुन्छ, सार्वभौम सम्पन्न व्यक्ति हुनुहुन्छ, सर्वअधिकारी व्यक्ति हुनुहुन्छ। यो नेपाली कसरी बोले मलाई थाहा छैन, तर पनि यति ठुलो व्यक्ति हुनुहुन्छ, तर पनि उहाँले के गर्नुभयो, आफूलाई होच्याउनु भयो। He humbled himself. He came to this world not to be ministered, to minister to the people. तपाईँ र मलाई सेवा दिन आउनु भयो। त्यो सेवा के हो त? नम्बर चौथो कुरा चाहिँ के छ? To give his life as a ransom of many. अर्थात् हाम्रो निम्ति के गर्न आउनुभयो? जीवनको मोल तिर्नलाई आउनुभयो। तपाईँ र मेरो निम्ति मर्न आउनुभयो। मत्ती 20 अध्यायमा एकचोटि हेरौँ, 20:28 पदलाई। I'm just reading the second verse, that is Matthew chapter 20 verse 28. 20:28 पदमा हामी हेर्न सक्छौँ, जसरी मानिसको पुत्र पनि सेवा पाउनु होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोल स्वरूप आफ्नो प्राण दिन आउनुभयो। He just came to give his life, to give us freedom from the death of sin. त्यो पापको मृत्युबाट बचाउनको निम्ति के गर्नुभयो त, उहाँ चाहिँ संसारमा आउनु भयो। खालि मिनिस्टर मात्र गर्नु होइन, खालि सेवा दिन मात्र होइन, तर जीवन दिन आउनु भयो हाम्रो छुटकाराको निम्ति। आज थाहा छ, एकजना पास्टरलाई मैले के भने, भाइ तपाईँ के को निम्ति तपाईँ यो पार्टीमा लाग्दै हुनुहुन्छ भन्दा चाहिँ भने, होइन भाइ के अरे दाइ यस्तो छ भने यस्तो हुन्छ नि भने, त तपाईँ मर्ने के हुन्छ अन्त, म शहीद हुन्छ नि। तपाईँ कसको शहीद हुन्छ? एउटा पार्टीको शहीद हुन्छ, देशको शहीद हुँदैन तपाईँ। आज एउटा व्यक्ति मर्यो भने त्यो पार्टीको शहीद हुन्छ, तर देशको शहीद हुँदैन। गङ्गालाल र शुक्रराज अनि अर्को के थियो, धनभक्त, उनीहरू जस्तो होइन नि, उनीहरू जस्तो पाउँदैन अहिले पार्टीगत शहीद हुन्छ। अनि मलाई भने तपाईँ पार्टीगत शहीद हुन सक्नुहुन्छ, तर एउटा राष्ट्रिय शहीद हुन सक्दैन। एउटा बाटामा कुल्चेको मान्छे शहीद हुन्छ आजकल, होइन र? श्रीमतीलाई मारिदियो भने शहीद, श्रीमानले श्रीमती मार्यो भने श्रीमती शहीद, होइन? त्यस्तो चलन छ। तर प्रभु यीशु ख्रीष्ट उहाँ शहीद होइन, धेरै शहीद भन्छ। Many people they say that Jesus is the martyr. He is not a martyr person. उहाँ चाहिँ शहीद होइन, उहाँ चाहिँ जीवन दिन आउनुभएको व्यक्ति हो। He came to give us life. He didn't come to the martyr, some region, some for some country, for the some purpose. उहाँ चाहिँ जीवन दिन आउनुभएको। कसको निम्ति? सारा संसारको निम्ति। नेरलाई मात्र, not just for, he didn't come just for निको थापा। त उहाँ चाहिँ सबैको निम्ति आउनु, तपाईँको निम्ति, हामी सबैको निम्ति उहाँ आउनुभएको छ। अनि लास्टली I want to say, to prove there is life after the death. उहाँ किन आउनु अरे? To prove there is a life after the death. मृत्युपछि के छ अरे? जीवन छ। त्यसले गर्दा परमेश्वर प्रभु यीशु ख्रीष्ट अर्थात् संसारमा परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भयो। त्यसले गर्दा प्रभुले के भन्नुभयो? यूहन्ना 11 अध्यायको 25 मा के भन्नुभयो? मलाई विश्वास गर्नेहरू मरे भने के हुन्छ अरे? Whoever believes in me. त्यो के इङ्ग्लिसमा त्यो कसरी छ त, अलिकति इङ्ग्लिसमा पढिदिनुहोस् त। I would like to read this in English, so I don't have the exact word for this. इङ्ग्लिसमा कसरी सिक्छ भने पढिदिनुहोस् त। 11 को
John chapter 11 verse 25. If you can read in English, that will be great for me to repeat it. Paunabhayo? Khasisit the Bible? 25. John chapter 25, 11. Jesus said unto her, I am the resurrection and the life. He that believeth in me, though he were dead, yet shall he live. Yeah. I am the resurrected and dead. अर्थात म चाहिँ के त पुनरुत्थान र जीवन I am the resurrected and life. Sorry. पुनरुत्थान र जीवन म नै हुँ. मलाई विश्वास गर्ने के हुन्छ मरे भने पनि बिउतने छ. That's why you celebrate the Christmas. मलाई विश्वास गर्नेहरु के हुन्छ त मरे भने पनि जिउने छ. अर्थात there is no perishment, no perish, no death penalty for us. तर हामी मर्नु पर्छ. प्रभु श्री कृष्ण के गर्नुभयो मर्न आउनुभयो फेरि बिउतन आउनुभयो. यदि ख्रीष्ट येशू नमरिकन नबिउतेको भए यदि उहाँ सिधै स्वर्ग जानुभएको भए पावलले भन्छ कहिले कहिले म पनि सिधै स्वर्ग जान चाहन्छु. यदि प्रभु श्री ख्रीष्ट चाहेको भए उहाँ सिधै स्वर्ग जान सक्नुहुन्थ्यो. तर उहाँ जानु भएन. के गर्नुभयो चाहिँ मर्नुभयो. मर्नुभएपछि उहाँ के गर्नुभयो त जीवित हुनुभयो. Jesus could have ascended in heaven with his physical body, but he wanted to save the people. They have to die and rose up again. Everybody has to die. Everybody has to rise up again. When he will rise up from the dead? When Jesus comes from heaven and everybody getting out from the grave. Everybody will be getting out and he will be meeting with Jesus to reign over and over, eternal to eternal in heaven. अतः सधैँको निम्ति राज्यको निम्ति हामी चाहिँ स्वर्गमा परमेश्वर यीशु ख्रीष्टसित जाँदैछौँ. त्यसले गर्दा हामीले पाप गरेका छौँ भने हामीले अहिले क्षमा माग्यो भने हामी के पाउन सक्छौँ? अनन्त जीवन पाउन सक्छौँ. उद्धार र मुक्ति पाउन सक्छौँ. जसले मलाई क्षमा माग्छ उनलाई चाहिँ उहाँले उद्धार र मुक्ति दिनुहुन्छ. यदि तपाईहरु आज पनि प्रश्नमा हुनुहुन्छ, if you are still in question, is there any life? के त्यहाँ जीवन छ भने सोध्नुहुन्छ भने come to Christ, there is life. Come to Jesus, there is eternal life. There is not only life, there is eternal life. You can get life that forever. परमेश्वर त्यो जीवन दिनुको निम्ति प्रभु यीशु ख्रीष्ट तपाईं र मेरो निम्ति कहाँ आउनुभयो त संसारमा आउनुभयो. त्यसले गर्दा हामी सेलिब्रेट गर्छौं. खाली यीशु ख्रीष्ट आउनुभयो भने सेलिब्रेट गर्दैन हामी. यी पाँचवटा कुराहरूले गर्दा हामी के गर्छौं प्रभुलाई हामी उहाँको जन्मदिनको उत्सव हामी मनाउँछौं. उहाँको जन्मदिनको आनन्द हामी मनाउँछौं. अनि त्यो किन? किनकि प्रभु यीशु ख्रीष्ट तपाईं र मेरो निम्ति संसारको निम्ति के अमेरिकाको लागि के नेपाल के भुटनेस के अफ्रिकन के इन्डिया के कहाँको के मान्छे सबै निम्ति उहाँ के त जीवन दिन आउनु भएको हो. अनि मैले जसरी जीवन पाएको छु त्यो जीवन तपाईले पनि पाउन सक्नुहुन्छ. अनि परमेश्वरले हामी सबैलाई आशीष दिउन्. आमेन.